फाइनली टक्क लाएर सिस्नु चाहिँ एक बाल्टीभरि टिपिसकेको छ। टक्क लाएर आफ्नै बारीबाट चाहिँ लसुन चाहिँ नि उपलब्ध गराएर यसरी सिस्नुमा चाहिँ हाल्ने काम उहाँले गर्दै हुनुहुन्छ। सिस्नुको सिजन भनेको तपाईको यो भदौ अन्तिमतिर हैन असोजको 15-16 गते टोटली त्यतिसम्म नि हुन सक्छ। धेरै मिठो हुन्छ त्यतिखेर। भदौ असोज भनेपछि त्यो सिस्नुको फुल फुल्ने समय। हेलो हेलो दर्शक नमस्ते नमस्कार सबैजनालाई फेरि पनि लभली वेलकम गर्न चाहन्छु। अहिले म सिमलेमा आइपुगे। भान्जी पुर्याउन सिमलेसम्मको यात्रा तय गर्दै गर्दा चर्को घामको कारणले जसो तसो 2 घण्टा पश्चात यो ठाउँमा आउन सफल भएको छु। अब यहाँहरू समक्ष लेक साइडको अर्ग्यानिक भाइब्सहरू देखाउने सोच बनाइरहेको छु। अब पहिलो चरणमै ठ्याक्कै भन्नुपर्दा चाहिँ सिस्नुमा ध्यान पुगिसक्यो मेरो चाहिँ। अब सिस्नु टिपेर सिस्नुको फुल टिपेर चाहिँ टक्क बाहिरै पकाएर टक्क लाएर खाने सोच बनाइरहेको छु। अब त्यही हो, तपाईँले हेर्न सक्नुहुनेछ घाम त पुरै चर्को लागिरहेछ। अब घरमा चाहिँ दिदी भेना हुनुहुन्न रहेछ, गोठालो अनि खेतमा काम गर्न निस्किनु भएको रहेछ। सो अब घरमा चाहिँ भान्जाहरूको थ्रु सिस्नु टिपेर खानुपर्ने हुन्छ। सिस्नु टिप्ने कार्यक्रम पहिलो चरणमा हुन्छ। हेरौँ अब भान्जाले चाहिँ सुरुमै टक्क लाएर केमा टिप्ने त सिस्नु भन्दाखेरि यहाँ बाल्टी छ अनि चिम्टा छ। यो बाल्टीभरि सिस्नुको फुल टिपेर चाहिँ टक्क लाएर पकाएर खानुपर्ने हुन्छ नि त। सो अब हामी सिस्नु टिप्ने कार्यक्रममा जाँदैछौँ अनि बाहिरै पकाएर खानुपर्ने भएको कारणले जुगाड गरिसकेको छ भान्जाले चाहिँ यहाँनिर दाउराको। अब टक्क लाएर हामी लागौँ। ओहो के हो मुसा? ओ माई गॉड, ओहो ल ल ल ल ल कत्रो मुसा यार। ओए जर्यो मुसा ओइ छेकोले ओइ मुसा खोइ ल मुसा हेर्नुहोस् त। मुसाको हत्या भइसकेको छ यहाँनिर हेर्नुहोस् त। तर गरेको चाहिँ होइन, यो मुसाले त उत्पादै अब गलत काम गर्छ नि त। सो यहाँनिर जेएनजीको टोलीले मुसाको मृत्यु गरिसकेको छ। सिस्नुको फुल चाहिँ यस्तो हुन्छ है। अब यो त कम मात्र भयो होइन, यहाँनिर हेर्नु न बबाल छ है। ल कहाँनिर छ अझै उतै? ल अब यो ढोकोमा चाहिँ सिस्नु गाडी नै काटेर घरमा ल्याएर टिप्नु पर्ने हुन्छ। ओए खाया न, यतैतिर टन्नै छ नि त सिस्नुहरू। यहाँ रहेछ त नि यार। ल विकास यो चाहिँ काटकुट पारौँ न त। ओहो बब्बाल रहेछ यो चाहिँ यार। चाक रहेछ यार सिस्नु त। वाओ Dem ganze Tag im Krolo i det vin.
माइला आउने यार काट न काट ओहो कोदो हेर्नुहोस् त यस्तो बवाल तरिकाले हुँदो रहेछ कि यो लेग साइडमा कोदो चाहिँ फाट्ने हेर्नुहोस् त वाह हर्सी फाइनली टक हलाएर सिस्नु चाहिँ एक बाल्टीभरि टिपिसकेको छ यो सानो बाल्टीमा हो अब योभन्दा अर्को डबल अट्ने ठुलो बाल्टीमा चाहिँ बहुतै खतरा किसिमले चाहिँ हामीले टिपिसक्यौँ अनि यतातिर चाहिँ देख्न सक्नुहुनेछ आगो चाहिँ बलेन खैर केही छैन अब पानी तताउँदैछ यसरी अब त्यही हो टक्क पकाउँछौँ हामी चाहिँ हेरौँ यो उखु लेकको अर्ग्यानिक उखु यो चाहिँ म यसलाई खान्छु है योभन्दा अगाडि चाहिँ हामीले खाजा खाइसक्यौँ यहाँनिर चाहिँ मोही छ अनि यहाँनिर मासु है अनि चिउरा ल साथीहरू हामीले चाहिँ सिस्नुको फुल सिस्नु टिपेर चाहिँ टक लाएर यतातिर दिदीले पकाउँदै हुनुहुन्छ देख्न सक्नुहुनेछ यतातिर टक लाएर सिस्नुको फुल आमामा यस्तो अर्ग्यानिक मिठो हुन्छ कि यो लेग साइडको सिस्नु कुरै नगरौँ अब आमामा टक लाएर हेर्नुहोस् त पुरै नगरौँ अनि हामी अब यसरी पकाउँदैछौँ सिस्नु हाम्रो दिदी भेना यहाँ देख्न सक्नुहुनेछ टक लाएर अनि मैले अघि नै भनिसकेँ तपाईँहरूलाई होइन योभन्दा 4 गुणा बढी चाहिँ हामीले अर्को बाल्टीमा टिपेका थियौँ त्यो चाहिँ पकाउन बाँकी नै छ किनकि खान सक्दैन नि त आजभोलि फेरि त्यही हो मासु नै मासु छ के को मात्र मासु खाने डाइनोसरको मासु होइन अब हात्तीको त खाँदैन हामी खासै अब डाइनोसरको मासु पनि यतातिर चाहिँ पाइन्छ क्या खास कुरा त्यही हो अनि अब चाहिँ हामी सिस्नु पकाएर सकेपछि चाहिँ खानुपर्ने हुन्छ वाच गर्नु होला फुल है च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानल सब्सक्राइब पनि गर्नु होला यतातिर युट्युब लाइभको लागि चाहिँ केटाहरूले के हो मोबाइल समाउँदैछ उता देखाउँ न फेरि एकजना केटाले चाहिँ चुस्दै छ फेरि ऊ के उखु ऊबाट उखु खास कुरा त्यही हो सबैजनालाई भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु अबे मिगो तो ल नेपालीबाट फिर्के तामाङबाट मन्दनी टक्क लगाउँदै हुनुहुन्छ हाम्रो दिदीले फेरि यो धुवा चाहिँ फेरि करोडको धुवाहरू निस्किरहेछ ल मागाजी तपाईँको 2 शब्द जाओस् न के भन्न चाहनुहुन्छ यस्तो लेग साइडमा टक्क आरामसँग बस्नु भएको छ होइन सन्तुष्टि हुनुहुन्छ त तपाईँ एकदमै फेरि यता चाहिँ सिस्नु त बबालै पाउँदो रहेछ म त अचम्मित भए तपाईँलाई सिस्नु मनपर्छ कि पर्दैन खास मनपर्छ भन्नुपर्छ भन्दाखेरि यो खासै यो मांस भन्ने चिज म खासै खाँदैन अर्ग्यानिक हो होइन अर्ग्यानिक हो साग सब्जी यो सिस्नु भनेपछि चाहिँ मलाई एकदम धेरै स्वास्थ्यको लागि पनि राम्रो गर्ने भो अनि फेरि यो चाहिँ सित्तैमा टिप्न पाइने भो पैसा परेन त्यो हिसाबले मात्र त होइन तर
साँच्चै नै भन्नुपर्दा अर्ग्यानिक छ के यसमा चाहिँ अब शरीरमा चाहिने शरीरको लागि चाहिने आवश्यक तत्त्वहरू ताकि ती तत्त्वले चाहिँ शरीरमा ऊर्जा मिलोस् अनि सिस्नुले चाहिँ ऊर्जा थप्ने काम गर्छ भन्ने कुरा तपाईँहरूले भन्नुहुन्छ एकदमै ठिक छ। अनि यो हाम्रो लसुन चाहिँ हाम्रो आफ्नै बारीको हो कि यो हाम्रो चन्द्रमाबाट अर्डर गर्नु? होइन होइन, लसुन हाम्रो यताकै अर्ग्यानिक लोकल भन्नुपर्छ। ए लोकल जोस् तपाईँले चन्द्रमाको कुनै साथीहरूलाई अर्डर गर्नु परेन? हजुर, यो दसैँ हुलमा गएको हो। आमामा नसक्ने हो, दसैँ हुलमा टक्क लाएर आफ्नै बारीबाट चाहिँ लसुन चाहिँ नि उपलब्ध गराएर यसरी सिस्नुमा चाहिँ हाल्ने काम उहाँले गर्दै हुनुहुन्छ। सिस्नुको सिजन भनेको तपाईँको यो भदौ अन्तिमतिर होइन, असोजको 15-16 गते टोटली त्यतिसम्म नि हुनसक्छ। धेरै मिठो हुन्छ त्यतिखेर। भदौ असोज भनेपछि त्यो सिस्नुको फुल फुल्ने समय सिजन, त्यो चाहिँ एकदम रेत उहाँको चाहिँ फुलफुले समय हो होइन। त्यो कारणले चाहिँ सिस्नु एकदम राम्रो एकदम हुन्छ भनेपछि आज हामी चाहिँ एउटा सिस्नु पकाउने कार्यक्रम सुरु गरेको एकदमै राम्रो भइरहेछ। सबैजनालाई वेलकम भन्न चाहन्छु। ल फाइनल्ली हामी चाहिँ अब सिस्नुसँग ढेँडो खान खोज्दैछौँ। फाइनल्ली आजको चाहिँ विशेष सिस्नु पकाएर सिस्नु टिपेर सिस्नु पकाएर चाहिँ टक्क लाएर यसरी बाहिरै खाने एउटा जुन किसिमको सोचाइ लिएको थियो त्यो सोचाइ चाहिँ पुरा भएको छ। अब टक्क यहाँनिर सिस्नु छ, अब हामी खाँदैछौँ यस्तो दामी तरिकाले। अब हेरौँ है यहाँनिर के हो अरे खुर्सानी, अखबारे खुर्सानी चट्ट टोक्दाखेरि यस्तो बवाल हुन्छ नि। हेर्नुहोस् है, लसो गरौँ है त, लसो गरौँ लटक लाएर। मलाई धेरै भएछ यार, थप्नुपर्छ नि। सिस्नु चाहिँ टन्नाइसक्यो। फेरि तपाईँहरूलाई पनि यसो लेकको ढेँडोसँग सिस्नु टक्क खाने मन छ भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ भन्न चाहन्छ है। अब हेरौँ कस्तो भएछ है। बवाल बवाल। ओ लाउरे चुट बगाडे। आम्मामा कस्तो भएछ? एकदम दामी भएछ, यस्तो दामी अब कुरै नगरौँ कि। बवाल बवाल। सो अब हामी चाहिँ सिस्नु खाँदैछौँ। अब भिडियोको अन्तिम चरणमा हामी आइपुगिसकेका छौँ। भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुभयो। थ्याङ्क्स फर वाचिङ दिस भिडियो एन्ड च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानल सब्सक्राइब गर्नलाई अनुरोध गर्न चाहन्छु। हामी यस्तै अर्ग्यानिक भाइब्सहरू यहाँहरू समक्ष प्रस्तुत गर्ने काम चाहिँ जारी राख्ने नै छौँ भन्ने बाचा गर्न चाहन्छु। सो हामी अब खाइसकेपछि त म आज यतै रहन्छु अनि फेरि भोलि यस्तै खालको अर्ग्यानिक भाइब्सहरू यहाँहरू समक्ष प्रस्तुत गर्ने बाचा गर्दै हामी अब चाहिँ भिडियोलाई इन्ड गर्दैछौँ। सो अन्तिममा केही भन्न चाहनुहुन्छ तपाईँको? केही अब लेग साइडको केही भन्नै पर्ने, यो एपिसोडमा चाहिँ केही राख्नै पर्ने केही छ भने चाहिँ? अब अन्तिम चरणमा भन्दै जाँदाखेरि होइन, सिस्नु मिठो छ, अन्तिम भयो होइन। सिस्नु खासै अब मलाई चाहिँ मिठो लागेछ होइन। आमा कुरै नगरौँ, मलाई यस्तो बफाल कि अब यस्तो समयहरू फेरि पनि आएर होस् होइन। अब सबैजना यसो भेला भएर
महाभारत गाउँपालिकाको सबैजना हाम्रो इष्टमित्र आफन्त जति सबैजना भेला भएर चाहिँ हाम्रो यो सिस्नु खाने कार्यक्रम गरौँ भने चाहिँ मेरो अभियान छ अझै पनि होइन भन्दै म लसो फ्याबुल भन्दै ओके हामी अर्को एपिसोडमा भेट्नेछौँ ओके आजको लागि बाइ बाइ